दाङको क्षेत्र नम्बर 2 रोचक चुनावी मैदान मध्ये एक हो। 2079को निर्वाचनमा माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेको यस क्षेत्रमा यस पटकको समीकरण झन पेचिलो छ। एकातिर एमालेलाई प्रतिष्ठा फर्काउने चुनौती छ भने अर्कोतिर कांग्रेस र रासोपाको बलियो दावेदारी, नेकपा र राप्रपाको पनि बलियो उपस्थितिले दाङ 2 को चुनावी राप बढाएको छ। हेरौं दाङ 2 को चुनावी रिपोर्ट। दाङ 2 मा यसपटक बहुपक्षीय प्रतिस्पर्धा छ, तर एमालेका शंकर पोखरेल, कांग्रेसका किरण किशोर घिमिरे र रासोपाका विपिन कुमार आचार्य बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ नेकपाका निर्मल आचार्य र राप्रपाका ऋषिकेश पोखरेल पनि बलियो रूपमा मैदानमा हुनुहुन्छ। कुल 23 जना उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य चर्चा यिनै पात्रको छ। दाङ 2 को राजनीतिक धरातल बुझ्नु अघि अघिल्लो निर्वाचनको परिणाम हेरौं। 2079 को प्रत्यक्षतर्फको परिणाम: रेखा शर्मा 26,880, शंकर पोखरेल 26,687, विशाल अधिकारी 15,861, भोलानाथ योगी 2,273। 2079 को समानुपातिक तर्फको परिणाम: नेकपा एमाले 23,568, नेपाली कांग्रेस 19,591, राष्ट्रिय स्वतन्त्र पार्टी 13,033, माओवादी केन्द्र 10,820। यो क्षेत्रको सम्भावित परिणामको लेखाजोखा गर्नु अघि मतदाताको अवस्था पनि हेरौं। दाङ 2 मा कुल 1,40,965 मतदाता छन्, जसमा पुरुष 68,558 र महिला 72,406 जना रहेका छन्। यहाँ यसपटक 13,206 जना नयाँ मतदाता थपिएका छन्। यो थपिएको ठूलो युवा हिस्सा नै यसपटकको नतिजा उलटपुलट पार्न सक्ने साइलेन्ट प्लेयर मानिएको छ। उमेर समूहका आधारमा 18 देखि 25 वर्षका 12,863, 26 देखि 40 वर्षका 52,260, 41 देखि 60 वर्षका 49,992 मतदाता छन् भने 61 वर्षमाथिका 25,823 मतदाता रहेका छन्। मुख्य उम्मेदवार, सबलता र चुनौती: शंकर पोखरेल, नेकपा एमाले। एमालेका महासचिव पोखरेलसँग अघिल्लो हारको बदला लिने चुनौती र पार्टीको 23,000 भन्दा बढी कोर मतको आधार छ। उहाँको बौद्धिक छवि र सांगठनिक क्षमता सबल पक्ष हुन्, तर विपक्षीको घेराबन्दी र नयाँ शक्तिको उदय उहाँका लागि मुख्य चुनौती हुनेछ। किरण किशोर घिमिरे, नेपाली कांग्रेस। कांग्रेसका घिमिरे आफ्नो पार्टीको 19,000 भन्दा बढी समानुपातिक मत र लोकतान्त्रिक आधार जोगाउँदै जित हासिल गर्ने दाउमा हुनुहुन्छ, तर वामपन्थी बाहुल्यता भएको यस क्षेत्रमा जितका लागि उहाँले नयाँ र अन्य दलको मत तान्नु आवश्यक हुनेछ, जुन उहाँका लागि मुख्य चुनौती हो। विपिन कुमार आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी। रासोपाका सहमहामन्त्री आचार्यको उम्मेदवारीले युवा र शहरी मतदातामा आकर्षण देखिन्छ। अघिल्लो पटक रासोपाले पाएको 15,000 मत र अहिले थपिएका 13,000 नयाँ मतदाता उहाँलाई जितसम्म पुर्याउने आधार बन्न सक्छन्, तर ग्रामीण क्षेत्रमा संगठन विस्तार नहुनु र समानुपातिक मतमा कमजोर रहनु उहाँका लागि मुख्य चुनौती हुन सक्छ। निर्मल आचार्य, नेकपा। नेकपाका निर्मल आचार्य यस क्षेत्रका प्रभावशाली नेता हुनुहुन्छ। माओवादी र वामपन्थी मतदातामा उहाँको राम्रो पकड छ। अघिल्लो पटक कांग्रेसको सहयोगमा माओवादीले यहाँ जित हासिल गरेको थियो। यसपटक एक्लै मैदानमा उत्रिएकाले आचार्यले धेरै नै मेहनत गर्नुपर्नेछ। समानुपातिक मतमा चौथो स्थानमा रहनु पनि उहाँका लागि मुख्य चुनौती हो। चुनावी आकलन कसको पल्ला भारी? गत निर्वाचनको समानुपातिक मत हेर्दा यहाँ एमाले पहिलो शक्ति हो। विपक्षी दलबीच तालमेल नभएको र महासचिव नै मैदानमा उत्रिएकाले सरसर्ती हेर्दा एमाले सहज अवस्थामा हो कि भन्ने देखिन्छ, तर धरातलमा भने पोखरेलका लागि सोचे जस्तो सहज देखिँदैन। विशेष गरी रासोपाका कारण उहाँलाई चुनौती थपिएको छ। अघिल्लो पटक नै उल्लेख्य मत ल्याएको रासोपाले यसपटक थप मत बढाउने निश्चित छ, तर यो जितसम्म पुग्छ कि पुग्दैन भनेर अहिले नै आकलन गर्न मुस्किल छ। थपिएका 13,000 मतदाताले पुरानो गणित भत्काउन सक्ने सम्भावना छ। एमालेको मत जोगाउन सके शंकर पोखरेल सहज रूपमा विजयी हुने सम्भावना छ। एमाले र रासोपाको प्रतिस्पर्धामा कांग्रेसका घिमिरे अघि जाने सम्भावना पनि उत्तिकै छ। दाङ 2 ले कमब्याक रोज्छ, कांग्रेसको पुनरोदय रोज्छ वा नयाँ शक्ति खोज्छ, त्यो अब हेर्न बाँकी छ।